मुलाको गाजरको अनि यो ब्रोकोलीको पातको धनियाँ प्याज हालेर पकौडा बनाउँदैछु। यहाँ काट्न रेडी भइसकेको छु। म हजुरहरूलाई देखाउँछु है कस्तो पकौडा बनाउनको लागि सामानहरू रेडी गरिसकेको छु। गाजर, मुला, खुर्सानी, धनियाँ, साग, प्याज अनि बेसन पनि रेडी पारिसकेको छु। तेल ताप्दैछ। अब हजुरहरूलाई कस्तो बन्छन् बनिसकेपछि हजुरहरूलाई देखाउँछु। सिलौटामा पिनेको स्वादिष्ट अचार पकौडा पनि रेडी भइसक्यो। यो सिलौटामा पिनेको अचार, यो पकौडा अब खानुपर्छ ल। बेबीले चोको चोको र दुध ल्याइछिन्। बेबी कस्तो छ? मिठो छ। अनि पकौडा पनि खाने? ल